सबै व्यक्तिहरूले चाहिँ भ्याक्सिन लाउन चाहिँ जरुरत छ, किनभने यो भनेको त तपाईँको रोगबाट मुक्त गर्ने हो नि त। हामीले अहिले खोप लगायौँ भने तपाईँहरूको बच्चाहरूलाई, बालबच्चालाई खोप लगाउनु भयो भने पछि रोग लाग्नबाट चाहिँ बचाउँछ होइन। विशेष रोगको खोपहरू भएको भएर चाहिँ अहिले लगायो भने चाहिँ प्रिभेन्टिभ इज द बेटर देन केयर भने जस्तो पनि हुन्छ। अब सबैलाई लगाउनुपर्छ भनेर चाहिँ सन्देश चाहिँ दिन्छौँ हामी। डेलिभरी गरेदेखि नै हाम्रो चाहिँ अब सबै बच्चाहरू चाहिँ नछुटोस् भनेर खोजेर खोप भन्ने कार्यक्रम पनि हामीले लिएर हिँडेका छौँ होइन। त्यो कार्यक्रमअनुसार चाहिँ हामी टोल टोलमा पुगेर घर घरमै पुगेर कुनै पनि बच्चाहरूलाई चाहिँ खोपबाट चाहिँ वञ्चित गर्नु हुँदैन, छुटाउनु हुँदैन। यो नेपाल सरकारले दिएको हो, यसमा अब पैसा पनि लाग्दैन होइन भनेर हामीले काउन्सिलिङ गरेर लगाएका पनि छौँ कतिपय बच्चाहरूलाई। यो नेपाल सरकारले लिएर आएको हो होइन। WHO मार्फत चाहिँ तपाईँको यो सर्टिफाइड भ्याक्सिन हो। खोपमा चाहिँ कुनै पनि बच्चाहरू, बालबालिकाहरू चाहिँ नछुटोस्, यो बालबालिकाको अधिकार हो। यदि 2 वर्षभित्र छुटेका, 15 महिना पछाडिका, 5 वर्षभित्रका बच्चालाई पनि खोप लगाउने अहिले नीति बनेको भएर सजिलो भएको छ सर।